सुन्दर हरियाली यात्रा, इलामको चिया र पर्यटकीय स्थल। पूर्व नेपालको हरियाली पहाड बादलभित्र डुबेको इलाम। पूर्व नेपाल, जहाँ हरियो पहाडले मनलाई ताजगी दिन्छ, जहाँ चियाको सुगन्धले इतिहास बोल्छ र जहाँ झापा बुधबारे जस्तो बजारले पर्यटकीय स्थलहरूको सुरुवातको स्वाद दिन्छ। यो यात्रा हो पूर्वको मनै शीतल दिने यात्रा। बुधबारे बजार, स्थानीय किसान, फलफुल र तरकारीहरू, मौलिक पोसाकमा मानिसहरू। पूर्वको यो यात्रा सुरु हुन्छ झापाको बुधबारे बजारबाट, जहाँ हरेक बुधबार यहाँको जनजीवन खुल्ला हुन्छ अनि हाट बजारहरूमा त्यो झल्किन्छ। यो बजार मात्र होइन, यो पूर्वको जीवनशैलीको आरम्भ हो। इलामको कन्याम, फिक्कल, माङ्सेबुङ चिया बगानमा काम गरिरहेका मानिसहरू, चिया टिप्ने हातहरू। अब हामी यही यात्रामा छौँ। हो, बुधबारेको सुगन्ध र रङ समेट्दै हामी आइपुग्छौँ चियाको शानदार स्थान इलाम। यहाँको चिया मात्र स्वादिलो होइन, इतिहास पनि बोकेको छ। यो चिया विदेशसम्म जान्छ। यहाँको जनजीवन यसमै अडिएको छ।